अर्को बन्ने चला लबल कर सर ज्ञान ध्यान बारी बचला दे के चला तिरा के रवाई शेर एगात भाइ चला भाइ थला भाइ तिमी परमेश्वरी एगात भाइ चला भाइ थला भाइ तिमी परमेश्वरी मेरो नाथको पनि शक्ति धमलाई सहित पनि उतर बढी त अब क्या भाइ गुरु कर और मारे संसारले ताला बडिले बढी 64 जोगे जय गुरु बडा विष्णु जय गुरु बडा विष्णु धमलाई सहित पनि उतर बढी त अब क्या भाइ गुरु कर अब क्या भाइ गुरु कल कल राईको बारी गर्ने परेकै छ चालेका मारे चालेका मारे सोएर अगाट भरिबात मोडो रोज जेला भरिबात चला भरिबात निकाला भरिबात रस हडो छ हे ठक नागी देव देवताको पनि बासाले बानो यसै ठक नागी देव देवताको पनि बासाले बानो पूर्व दिशा बाचाले बानो पशु दिशा बाचाले बानो उत्तर दिशा बाचो दक्षिण दिशा बाचाले बानो आकाशै बानो बताले बानो चारै सुर बानो चारै दिशा बानो चारै कुरा बानो भौसी बाटाइने बानो भूत मारो कुसत मारो वर्ष मारो घर घरको बन्ने सेनाला वालाको पनि रक्षा गरो घर घरको बन्ने सेनाला वालाको सारी ज्ञान ध्यान पानी बचला दी के चला चिटाकिने नभई स्याद एघात भई चला भई थला भई तिमी परमेश्वरी एघात भई चला भई थला भई तिमी परमेश्वरी मेरो नाथको पनि शक्ति धमलाई सहित पनि उतर बढी त अब क्या भाइ गुरु कर सहर मारे संसारले ताला बडिले बढी 64 जोगे अच्छा भरिवास पढ्यो हरिवास ठेला भरिवास चला हरिवास काला भरिवास रसहरू चाहिँ सेठाको नागी देव देवताको पनि बाछाले बादौ आकाशै बादौ पताले बादौ चारै सुर बादौ चारै दिशा बादौ चारै कुरा बादौ भौसी बाटाइने बार भूत मारौ पुसादा मारौ वसदा मारौ घर घरको बटा सलालावालाको पनि रक्षा गरौ घर घरको बटा सलालावालाको रक्षा ज्ञान ध्यान बारी बचला दे के चला तिरा के रवाई शेर एघात भाइ चला भाइ थला भाइ तिमी परमेश्वरी एघात भाइ चला भाइ थला भाइ तिमी परमेश्वरी मेरो नाथको पनि शक्ति धमलाई सहित पनि उतर बढी त अब क्या भाइ गुरु कर और मारे संसारले ताला बडिले बढी 64 जोगे यो जुन बजाउनु भएको छ नि यो खास के हो भन्नु त्यो कृष्ण सागर पनि भन्छन् यसलाई ब्राड कुसिङ पनि भन्छन् ए त्यही हो ओरिजिनल त्यही हो ए अनि यो कसरी मतलब यो अलिकति बताइदिनु यो फेरि ल्याउने चलन छ नि कार्तिक र चैतमा लाउँछन् भन्छन् होइन म तपाईँलाई भेटिहालेँ खास यो तपाईँहरूले फेरि ल्याउँदाखेरि हामी यहाँ बस्ने मान्छेहरूलाई आम मान्छेको चाहिँ लाइक के हुने तपाईँहरूलाई चाहिँ के हुने अलिक तपाईँको बुझाइ के छ हुन्छ भने मेरो बुझाइमा चाहिँ अब यो अब पहिला अब हजुरबा बुझा के अरे जुजुबाजुहरूको अब हजुरबा बाबुले भन्दै आएको कुराहरूमा अब यो चाहिँ अब हजुरहरूलाई यसो यसको रक्षा गर्न अब यसो भूत प्रेत मरमसलाहरू चाहिँ यसलाई भगाउन होइन हजुरको रक्षा गर्नलाई चाहिँ हामी चाहिँ हिँड्छौँ ए तपाईँको नाम भन्नु त मेरो ध्रुव योगी घर चाहिँ मेरो निजगढ हजुर निजगढ कहाँ रतनपुर ल अनि यो पेसामा मतलब यो पेसा भन्नु कि परम्परा केले भन्नु परम्परा यसमा यसरी हेर्नु भएको कति वर्ष भयो म 3 साल 4 साल भयो बल्ल त्योभन्दा अगाडि म त्योभन्दा त म आर्मीमा थिएँ हजुर आर्मी हुनुहुन्थ्यो नेपाली सेनामा जागिरहेको मान्छे रिटायर हुनुभयो अहिले अनि अहिले यो फेरि यो पेसा जगाएर आफ्नो यो चाहिँ संस्कार आफ्नो पेसा यो चाहिँ आफ्नो पेसा पनि आफ्नो संस्कार अच्छा यो लोप हुँदै गएछ यसमा चाहिँ आफ्नो पेसालाई चाहिँ यसो जगेर्ना गर्न अनि निजगढको मान्छे यता मकनपुर बाराको मान्छे मकनपुर किन हुनु भएको निजगढतिर बारातिर तपाईँले गर्नु आफ्नो एरिया हुन्छ नि त हजुर ए कस्तो तपाईँको सङ्गठन केही छ त्यस्तो छ निजगढतिर हिँड्ने अब छुट्टै अन्तकै हुन्छन् अब यहाँ यता चाहिँ मैले थाहा पाएको अनुसार चाहिँ मेरो बुवा घुम्नुहुन्थ्यो पहिला अब काभ्रे यता काभ्रे कि गोर्खातिरको काभ्रेतिरको घुम्नुहुन्थ्यो अरे होइन उहाँ आउन छोडिस पश्चात अब अहिले 17-18 वर्ष 16-17 वर्ष भयो मेरो अलि जानुभयो दाजु उहाँ घुम्नुभएको दाइ पछि तपाईँ अहिले दुईवटा ग्रुप आउनु भएको छ है हजुर अनि उहाँहरू चाहिँ उहाँ मेरो दाजु हो ए आफ्नै दाजु
अनि तपाईँहरू भाइ म भाइ दाजुहरू भाइको टोली आउनु भएको छ अहिले ए ल हुन्छ हस् ल धन्यवाद